एकै घरको दाजुभाइ बीच अंशबन्ड भएको छैन के दाइले कमाएको सम्पत्तिमा भाइको हक लाग्छ कि लाग्दैन, यसबारे कानुनी व्यवस्था के रहेको छ भनेर धेरैजनाको जिज्ञासा रहेको छ। आउनुहोस् जानौँ। मुलुकी देवानी संहिता 2074 को दफा 256 चाहिँ आफ्नो ज्ञान, सिप वा प्रयासबाट आर्जन गरेको सम्पत्ति चाहिँ निजी सम्पत्ति हो भनेर स्पष्ट रूपमा उल्लेख गरिएको छ। यसको मतलब आफ्नो मेहनतले आफ्नो प्रयासबाट कमाएको सम्पत्ति चाहिँ आफ्नो निजी सम्पत्ति हो, अन्य दाजुभाइ बीच बाँडफाँड हुँदैन। र तपाईले चाहिँ अंशबन्ड गर्दा आफ्नो निजी सम्पत्ति चाहिँ हो भनेर प्रमाणित पनि गर्नुपर्ने हुन्छ। कस्तो सम्पत्ति चाहिँ सबलको परिवारमा बराबर बाँडफाँड हुन्छ भने बुवा वा आमाले जुनसुकै स्रोतबाट प्राप्त गरेको सम्पत्ति छोराछोरीको लागि पैतृक श्रेय हुन्छ। यसको मतलब बुवा आमाको नाममा भएको सम्पत्ति चाहिँ परिवारको अंशियार बीच बराबर बाँडफाँड हुन्छ भनेर कानुनी व्यवस्था रहेको छ। धन्यवाद।